गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। वेलकम टु माई च्यानल। र आज चाहिँ बिहानै हामी चाहिँ सन्डे भनेर ढिलो उठ्यौँ नि त। अन्त नानी चाहिँ दुध दिएको थियो, दुध खाएर त एकछिन हरायो। कहाँ गएछ भनेको त यहाँ आएछ उसको बाबा भएको ठाउँमा हो। अन्त एक्लै खिड्कीबाट हेर्दा नाचिरहेको रहेछ। बाबा चाहिँ उसको सुतिरहेको छ साइडमा हो, नाचिरहेको रहेछ। म त कहाँ गयो, यत्रो लामो बदमास गर्नु थाल्यो, कहाँ गएर भने हेरेको त यस्तो गरिरहेको रहेछ हो। मलाई देख्यो, त्यहाँदेखि ऊ तल झर्नु कोसिस गर्दैछ यहाँनिर हो। म चाहिँ अलिक लामो हरायो भने चाहिँ ऊ पुरा बदमास गरिरहेको हुन्छ नि त कहीँ। अन्त म चाहिँ उसलाई दुध दिएर चाहिँ त्यतिकै लडिरहेको थिएँ बेडमा कि निकै बेर हरायो। म त कहाँ गएर बदमास गर्दै होला भनेको त यहाँ आएर नाचिरहेको रहेछ। अन्त मलाई देखेर चाहिँ यहाँ ऊ फेरि म भएकोमा आउनु भन्दैछ, झर्ने कोसिस गर्दैछ हो। झर्छ तर आफै झर्छ। अन्त यहाँ आउँदैछ। अब नानी उठेपछि त आफू सुतिबस्छु भन्नु पनि पाउँदैन। त्यसपछि चाहिँ मैले उसले बिहानको टोइलेटहरू गरेर मैले उसलाई नुहाइदिएँ हो। डेली नुहाउँछ नि त बिहान बिहान। अन्त नुहाइदिएँ। त्यसपछि यहाँनिर उसको न्यापकिन रेडी गरिदिँदै थिएँ। यहाँ लगाइदिएँ न्यापकिन हो। समरमा चाहिँ न्यापकिन डाइपर गर्दै टर्न बाई टर्न लगाइदिन्छु नि त। अहिले चाहिँ नुहाएर चाहिँ उसलाई न्यापकिन लगाइदिएँ। त्यसपछि उसको जामा लिनु गयो हो, जामा लगाइदिनु पऱ्यो भनेर। अन्त त्यसपछि यहाँनिर मैले उसलाई जामा पनि लगाइदिएँ। त्यसपछि उसको कपाल कोरिदिनु बसेँ हो। अन्त उसलाई कपाल कोर्नु राखेँ। उसको कपाल साह्रै सानो छैन, पतला छ हो। अन्त त्यसपछि मलाई चाहिँ फेरि बाँधिदिनु पुरा रहर लाग्छ नि त। अन्त मैले सानो सानो बाँधिदिँदै थिएँ कि उसको बाबाले चाहिँ पर नबाँधिदिनु भन्दै थियो होइन, म बाँधिदिन्छु भनेर म चाहिँ सानो सानो उसको पोनी बाँधिदिँदै थिएँ हो। कपाल बाँधिदियो। त्यसपछि हामी दुध लिनु जान्छु, उसलाई पनि घुमाएर ल्याउँछु भन्दै थियो नि त मेरो हस्बेन्डले चाहिँ। अन्त म चाहिँ उसको कपाल बाँधिदिँदै थिएँ यहाँनिर। ऊ चाहिँ मानेकै थिएन, भुलाउँदै टिभी हेराउँदै भुलाउँदै कपाल बाँधिदिँदै थिएँ नि त म चाहिँ। मलाई चाहिँ फेरि यस्तो रहर लाग्छ कि उसको कपाल बाँधिदिनु। फेरि कपाल भन्ने उसको चाहिँ छैन, छुटे कपाल छ, पतला। पनि बाँधिदिँदै थिएँ, भुलाउँदै टोलाउँदै भए पनि। त्यसपछि बाबा छोरी चाहिँ दुध लिनु गएँ। म चाहिँ यहाँनिर नानीको ब्रेकफास्ट बनाउनुपट्टि लागेँ हो। उसको लागि आज चाहिँ म उयो गिलो रोटी बनाइदिनु पऱ्यो भनेर चाहिँ गिलो रोटी त अब के उयो कोदो हो, अन्त आँटा अन्डा मिक्स गरेर चाहिँ रोटी बनाइदिनु पऱ्यो भनेर चाहिँ यहाँनिर म चाहिँ रेडी गर्दै थिएँ हो। अहिले चाहिँ हाम्रो नानीले गाईको दुध खानु थालेको छ। अन्त अहिले बिहान 8:30मा चाहिँ दुध लिनु जानुपर्छ नि त, यहीँ छेउमै छ। अन्त त्यसको लागि चाहिँ दुईजना चाहिँ दुध लिनु गएको छ। त्यति बेलासम्म चाहिँ म चाहिँ खाजा बनाउनुपर्छ यहाँनिर हो। अन्त यहाँनिर घिउमा बनाइदिन्छु भनेर घिउ दलेँ यहाँनिर प्यानमा हो। त्यसपछि चाहिँ यहाँनिर गिलो रोटी पनि लगाएँ, उयो पनि लगाएँ, त्यहाँदेखि बनाइदिँदैछु रोटी। अस्ति पनि एकपल्ट बनाइदियो भने मजाले खायो नि त। अन्त आज पनि बनाइदिएको। अब सन्डे मात्रै भ्याउँछ, अरू दिन त भ्याउँदैन। अरू दिन त ड्युटी जानुपर्छ हो। अरू दिन त उसलाई खिचडी नै बनाएर दिन्छु। सन्डे चाहिँ यसो बिहाको बेलामा के जातिहरू बनाएर दिन्छु नि त। अन्त आज चाहिँ गिलो रोटी बनाइदिनु पऱ्यो भनेर चाहिँ बनाइदिएको।
यहाँ चाहिँ अन्त अर्कोपट्टि चाहिँ मैले चिया पनि बनाउँदै थिएँ। यहाँ चाहिँ उसको खाजा रेडी भयो। यो चाहिँ रोटी उसलाई टुक्रा 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 बनाइदिनुपर्छ। अन्त साइडमा चाहिँ म्याङ्गो पनि राख्दै, उसले चाहिँ मन पराउँछ नि त म्याङ्गो पनि। अन्त यहाँनिर उसलाई उसको टेबलमा, चेयर टेबलमा पनि राखिदिएँ हो। अन्त त्यसपछि यहाँ चाहिँ खानु पनि थाल्यो। खाना चाहिँ मजाले नै खान्छ। अब उसले रोटीहरू पनि मन पराउँछ, खान्छ मजाले। म्याङ्गो पनि पुरा मन पराउँछ उसले। खानु थाल्यो। अन्त यहाँ चाहिँ नत्तै खाँदैछ यहाँनिर चाहिँ हो। मिठो भइसक्यो। के भयो, पा खान्छौ? पा नानी चाहिँ पानी खान्छु भनेर पा गर्दै आएछ नि त। अन्त मैले उसले चाहिँ यहाँनिर चाहिँ पानी दिएँ हो। भोइस ओभर गर्दाखेरि चाहिँ पा भन्छ नि त, उसलाई पानी खानु मन पऱ्यो भने चाहिँ। अन्त म चाहिँ भोइस ओभर गर्दै थिएँ। अन्त पा भनेर पानी दिएँ हो। त्यसपछि यहाँ भिडियोमा चाहिँ उसले खाँदैछ, मजाले खाँदैछ हो। मेरो बिहानको रुटिन चाहिँ यही हुन्छ। उसलाई उठेपछि दुध दिनुपर्छ, दुध दिएपछि ऊ खेल्छ, एकछिन टोइलेट गर्छ, त्यहाँदेखि उसलाई नुहाइदिनुपर्छ, त्यहाँदेखि खाजा दिनुपर्छ हो। अनि मजाले खायो उसले रोटी चाहिँ तर हो। मैले खाऊ भन्दै थिएँ कि मैले उसलाई यहाँनिर चाहिँ। अन्त मलाई पनि खुवाइदिँदैछ यहाँनिर मजाले हो। चाहिँ हामीले पनि हाम्रो ब्रेकफास्ट पनि खाइसक्यो। उसले पनि राम्रोसँग खायो, सबै खायो हो। त्यसपछि चाहिँ अब चाहिँ सन्डे हो आज, फेरि हो घर पनि सफा गर्नुपर्छ, घुम्नु पनि जानुपर्छ, नानीलाई बाहिर आउटिङ पनि लानुपर्छ हो। हुन्छ त, थ्याङ्क यू फर वाचिङ माई भिडियो।